के गर्नु ल भन न के गर्छ नि तिनीहरू एन्सर भन्नु पर्यो नि क्वेसन सोचिरहेको स्वागत छ तपाईँलाई हाम्रो पोडकास्टमा हस् थ्याङ्क्स ल है त के छ अब ठिकै छ ल थ्याङ्क यू आशिक ल मेरो नाम चाहिँ पूजन अधिकारी हो ल म चाहिँ राम्रो जस्तो एक्जामतिर निस्किने बित्तिकै तपाईँ म बाहिरै जान्छु भने सोच्नु भएको थियो यस्तो थियो कि आशिक सर खासमा सुरुमा हजुर कस्तो सुरुमा म नेपालको पोलिटिक्समा नि धेरै चासो राख्छु तपाईँको 12 सक्ने बित्तिकै तपाईँ एक्जामको गेटबाट बाहिर निस्किने बित्तिकै तपाईँले के सोच्नु भएको थियो म अब के गर्छु भनेर सोच्नु भएको थियो जब मैले 12 को परीक्षा दिएँ हजुर दिनु त्यसपछि चाहिँ हाम्रो रिजल्ट कुर्ने बेला आयो होइन हजुर त्यति बेला म आयो दिन्छु नेपालको एउटा होनहार इन्जिनियर भएर निस्किन्छु भनेर मेरो सपना थिएन हजुर थिएन थिएन हजुर मेरो इच्छा के थियो भन्दाखेरि चाहिँ जब मैले भने नि अघि मेरो चाहिँ पोलिटिक्समा चाहिँ लास्ट इन्ट्रेस्ट आउने मान्छे हो एकदम 9, 10, 11, 12 हजुर जब मैले बिहा दिएँ नि एकदम बिहा दिएपछि जब मैले अब यो देशको अवस्थाहरू बारे बुझ्न थालेँ हजुर बुझ्नु भयो अनि तब मलाई फर्स्ट के मन नपर्ने भन्दाखेरि चाहिँ नेपालको इन्भाइरोमेन्ट इन्भाइरोमेन्टै मन परेन कि पोलिटिकल इन्भाइरोमेन्ट मन परेन कि पोलिटिकल इन्भाइरोमेन्ट प्लस इन्भाइरोमेन्टल इन्भाइरोमेन्ट जुन हाम्रो सामाजिक अवस्थाहरू हुन्छ नि हजुर त्यो चाहिँ मलाई कति पनि मन पऱ्यो एकदम अब तपाईँ आफै विचार गर्नुहोस् न प्रश्नबाट अलिकति बाहिर फन्डामेन्टल फन्डामेन्टल बेसिक कन्सेप्ट तपाईँ आफै विचार गर्नुहोस् न हजुर डोन्ट टच द बुक बाइ इट्स कभर भनिन्छ नि होइन हजुर तर हाम्रो कभर पनि अहिले राम्रो त हुनु पऱ्यो तपाईँ आफै विचार गर्नुहोस् होइन तपाईँ एउटा विद्यालयभित्र युनिभर्सिटीभित्र छिर्दै हुनुहुन्छ हजुर इजी त्यसको गेटै यस्तो झ्यासमुस टाइपको भत्केको हजुर होइन कलर पनि नलाएको अब कति उता राणाहरूको शासनमा बनाएको त जस्ताको त्यस्तै छ न त्यसको रेनोभेसन छ न केही छ तपाईँ कुन विचारमा चाहिँ कुन नभन्नु हुँदैन त्यस्तो हुन्छ होइन तपाईँको त प्रवेशद्वारै त्यस्तो भएपछि हजुर पढाउनु आउँछ त लाग्छ कलेज पाउनु खानामा आउँदैन लाग्छ लाग्छ नि होइन त्यही तपाईँको डिजाइनको गरेर गेट हेर्नुहोस् त्यो कति पृथ्वीनारायण शाहको बादमा बनाएको होला त्यो हजुर त्यस्तो नि गेट हुन्छ गेटमा गएर पढ्नुहुन्छ कि तपाईँ विद्यार्थीको कलेजभित्रको त्यहाँ डेस्कहरू हेर्नुपर्ने गेटमा किन अड्किनु भयो अब म डेस्कमा नि आउँदै थिएँ त्यो भित्र त झिक्नु पऱ्यो नि हजुर तपाईँ पियानो पढ्नुभएको भन्ने कुरा चाहिँ बताइदिनु होला एक्चुअली हाम्रो जनताहरूले जान्दा होइन म यसको लागि चाहिँ टुरमा गर्छु म पिएनको तपाईँ टुरमा पियानो जानुहुन्छ हजुर कस्तो छ देशको विद्यालयहरू बारेमा अवस्था बुझ्नु पऱ्यो नि त ए त्यही भएर एकदम अनि प्रश्न सोध्नु छ प्रश्नको उत्तरै आएन त के सोध्नु भयो प्लस टू सकेपछि तपाईँले के गर्ने योजना थियो तपाईँको भनेको तपाईँले चाहिँ पुरै महाभारत सुन्नुभयो प्रश्नको उत्तर चाहिँ आएन जब 12 को परीक्षा दियो फेरि जब नभन्नु हामीले 12 को परीक्षा दियो एकदम तब हामीसँग कति महिनाको समय हुन्छ त्यो जति भयो नि तपाईँले थाहा होला नि समय कति 5-6 महिना जति 6 महिनाको समय हुन्छ होइन त्यति बेला चाहिँ अब होइन हजुर भविष्यबारे सोध्नु थाल्यो मैले को भएपछि सोध्दा निधायो मिलाउनु भयो अनि निधायो होइन तर जोक्स साइड मैले के सोचेँ भन्दाखेरि चाहिँ अब के गर्ने अब के गर्ने भनेको प्रश्न त्यही हो मेरो इन्ट्रेस्ट भनेको जहिले पनि होइन हाम्रो ह्युमन माइन्ड कसरी वर्क गर्छ होइन बायोलोजीमा तपाईँको इन्ट्रेस्ट थियो चुप्लाउनुहोस् तपाईँ हजुर म चुप्लाएँ हाम्रो ह्युमन माइन्ड कसरी वर्क गर्छ मैले एउटा के एक्सपेरिमेन्ट के सुनेको थिएँ भन्दा चाहिँ हामीले अब यो हात चलाउनु खोज्यो नि यो हामीले सोचेर हात चलाएको छौँ नि त अहिले हजुर तर एउटा साइन्सहरूले चाहिँ के एक्सपेरिमेन्ट गरिरहेको छ भने चाहिँ हाम्रो दिमागको यो कपाल स्कल फोरेछन् होइन हजुर अन्त एउटा ब्रेनको चाहिँ सर्टेन पार्टमा चाहिँ प्रेस गर्दाखेरि चाहिँ हाम्रो हात आफै हल्दैछ है एकदम भनेको हाउ डज द्याट वर्क त्यो म लास्टै क्युरियोसिटी जाग्यो मेन कुरा भन्दाखेरि म त्यही एक्सपेरिमेन्टबाट नै हाम्रो कसरी ह्युमन बिहेभियर होइन न्युरल नेटवर्क कसरी कसरी फङ्सन गर्छ त्यो सबै बुझ्नु मन लाग्यो मलाई होइन छिटो हजुर एकदम र आई वाज फेसिनेटेड बाई द टपिक ओके त्यसपछि मैले रिसर्च गर्न थालेँ साइकोलोजी कहाँ पढ्न सकिन्छ भनेर एकदम नेपालको फर्स्ट एन्ड फरमोस्ट के रहेछ भन्दाखेरि चाहिँ साइकोलोजी भनेको काठमाडौँमा मात्र रहेछ एकदम थेम्स कलेज हजुर यताउति अरू अब उता फरेनसँग लिङ्क भएको एफिलेट कलेजहरू मात्रै रहेछ अनि अर्को मेन कुरा भनेको चाहिँ नेपालमा बिएससी साइकोलोजी नपढाउँदो रहेछ एकदम पढाउँदै नपढाउँदो रहेछ हजुर के रहेछ भन्दा ब्याचलर अफ आर्ट्स इन साइकोलोजी हजुर त्यसले गर्दाखेरि चाहिँ तर फेरि अर्को कुरा मैले विचार मलाई साइकोलोजीमा लास्ट इन्ट्रेस्ट भयो एकदम बिएससी साइकोलोजी म अब ब्याचलरमा गर्छु भनेर मैले सोचेँ सोच्नु भयो त्यसपछि चाहिँ मैले अब विदेशीको कोर्स र बिएको यता साइकोलोजीको कोर्स एनालाइज गर्नु थालेँ हजुर गर्नु मैले लास्टै डिफ्रेन्स पाएँ एकदम होइन त्यसपछि अब म काठमाडौँ गएर भयो पढ्छु भन्ने सोच थियो सुरुमा तर जब मैले कोर्स स्ट्रक्चरमा चाहिँ लास्टै सिलेबस नै फरक थियो त्यहाँ हजुर त्यो विदेशी नै सिलेबस किन पढ्न चाहनुभयो तपाईँ तपाईँ सुन्नुहोस् न यहाँ हजुर मेरो मेन इच्छा भनेको मेरो माइन्डसँग रिलेटेड न्युरल नेटवर्कसँग रिलेटेड मेरो चाहिँ इच्छा थियो हजुर बायोलोजी बुझ्नु भयो नि होइन? बायोलोजी किन लिनु भएन बुझ्नु भयो नि होइन एकदम किनभने मलाई थाहा थियो तपाईँलाई थाहा थियो अँ। पक्का थाहा थियो पक्का थाहा थियो कसम भन्नुहोस् त कसम बुझ्नु भयो नि होइन एकदम त्यसपछि हामी के भयो भन्दाखेरि चाहिँ कहाँ थिएँ म तपाईँ यहीँ हुनुहुन्थ्यो अनि त्यसपछि अनि मैले एनालाइज गर्न थालेँ युएसए अस्ट्रेलिया जापान कोरिया दुबई इन्डिया सबैतिर चाहिँ मैले एनालाइज गर्न थालेँ होइन त्यसपछि मैले के भेटेँ भन्दाखेरि चाहिँ साइकोलोजी नेपालमा पढ्न नसकिँदो रहेछ
सकिएन। कोर्स स्ट्रक्चर राम्रो मन पर्छ गाह्रो किन नहुनु के हो गाह्रो हुने हो हजुर विदेशमा गएर पढ्न गाह्रो हुन्छ नि आशिक सर ए हो र कुरा बुझ्नु भयो नि तपाईँले त्यस्तो हो अनि त्यो रहेछ होइन हजुर अनि मैले के गरेँ भन्दा चाहिँ अब म अमेरिकाबाट पढ्छु भने मैले चाहिँ सोचेँ त्यसपछि बुझ्नुभयो मैले कसरी अमेरिका पनि सोचाएको रहेछ एकदम त्यसपछि हामी अब अमेरिका जाने चाहिँ छुट्टै प्रोसेसहरू छन् मेरो भिजा रिजेक्टेड भए पनि मलाई चाहिँ प्रोसेसहरू सबै थाहा छ सुरुमा हाम्रो आएर दिनु पऱ्यो सुरुमा चाहिँ 12 एक्जाम दिइसकेपछि 1-2 महिनापछि हामीले सबै चाहिँ डकुमेन्ट्सहरू रेडी गर्नु पऱ्यो होइन प्रोभिन्सियल सर्टिफिकेट माइग्रेसन सर्टिफिकेट यताउति सबै त्यो चाहिँ अब जिल्ला प्रशासन कार्यालयमा गएर चाहिँ हामीले निकाल्न सक्यो जिल्ला प्रशासन कार्यालय जानुभयो हजुर सबै अब बिर्सिनु भयो तपाईँ मैसँग निकाल्यो जिल्ला प्रशासन कार्यालय भन्दा त्यसले हजुर जिल्ला प्रशासन कार्यालय कहाँ छ तपाईँलाई थाहा छ त मलाई थाहा छ त्यो भनेको लेक्चर जाने बाटोमा छ तर मैले भन्नु खोजेको जिल्ला शिक्षा कार्यालय हजुर कुरा बुझ्नु होइन होइन एकदम मानिसहरू मिस्टेक थाहा भन्नुलाई चाहिँ अरू मैले यति धेरै कुरा सही कुरा बोलेँ तर एउटा मिस्टेक थाहा भन्ने बित्तिकै मानिसहरू बिला किन उडाउनु हुन्छ राम्रो यही साइकोलोजीले यसको कुरा पनि एन्सर दिन्छ शिक्षा तपाईँलाई थाहा थिएन तर यो पढ्नु भयो भने साइकोलोजी तपाईँले बुझ्नुहुन्छ तपाईँ चुप गर्नु सेक्सन मैले के भन्दै थिएँ भन्दा चाहिँ अमेरिका जाने चाहिँ धेरै प्रोसेसहरू हुन्छ होइन सुरुमा चाहिँ आइएल्स गर्नु पऱ्यो त्यसपछि अर्को स्याट भन्ने हुन्छ फेरि अरू क्वेसनहरू पनि थिए कि सर ल भन्नुहोस् एक लाइनमा आउने एन्सर तपाईँले प्याराग्राफ बनाउनु भयो तपाईँले फन्डामेन्टल्स आशिक सर फन्डामेन्टल यदि हाम्रो जग मजबुत छैन भने हाम्रो घर कसरी मजबुत हुन्छ तपाईँ यहाँ तपाईँ सिभिल इन्जिनियरिङ पढ्न खोज्नु भएको छ अहिले ल हेरौँ है त होइन यस्तो सर आशिक सर सिभिल इन्जिनियरिङ भन्दाखेरि नि मेरो मेन अब्जेक्टिभ भनेको चाहिँ साइकोलोजी थियो तपाईँलाई अहिले भन्छु होइन त्यसमा चाहिँ अब मानिसको एउटा गोल एचिभ नभएपछि चाहिँ मानिस चाहिँ तिथर हुँदो रहेछ कि भित्र के गरौँ हुँदो रहेछ अब म 12 साइन्स पढेँ अब यहाँ नेपालमा बस्ने भने चाहिँ के भन्छ नि मैले के बिबिएस पढेर गएको छैन बिए पढेर गएको छैन साइन्स लिटरेचर गर्नुहोस् त्यही सोच्दैछु मैले त्यही भएर मैले आयो दिन विचार गरेको के अरे इन्फर्मेसन अफ नेसनल इन्स्टिट्युट अफ इन्फर्मेसन टेक्नोलोजीको सिएसआइटीको पनि एक्जाम दिँदैछु यता जिसिएसमा पनि दिन्छु होला मैले त्यही भयो मेरो सोच एकदम होइन त्यही भएर सिभिल इन्जिनियरिङै गर्छु भन्ने होइन त्यो अहिले म भित्र छु हजुर एकदम आफ्नो गोलबाट जुन मान्छे एउटा गर्न जान लाग्यो भने तपाईँ लक्ष्यलाई हेर्नुहोस् कि तपाईँ लक्ष्यले मेरो लक्ष्य मेरो 210 मेरो एउटा लक्ष्य मैले आई फेस वान अफ द हार्डेस्ट अब्स्टेकल एन्ड आई कुड नट फेस थ्रु इट आई कुड नट गो थ्रु तपाईँले एकचोटि हेरौँ त हार्नु त भएको छैन देउनहरूमा ल भन्नुहोस् अब मैले प्रश्न के सोधौँ तपाईँले सबै भनिसक्नु भयो यसको प्रश्न ठिक लाग्छ कि यहाँ सुन्नुहोस् न आशिक सर म सुरुमा चाहिँ मैले के भन्दा थिएँ इन्भाइरोमेन्टको कुरा अब हामी टक्क पढ्न गयो होइन तपाईँ इन्भाइरोमेन्टको कुरा तपाईँको क्वेसन एकछिन राख्नु तपाईँ के हो तपाईँ यहाँ सुन्नुहोस् एकछिन हामी इन्भाइरोमेन्टको कुरा गरेका थियौँ मैले नेपालको हेर्नुहोस् नेपालमा भनेको अब हामीले धेरै विदेशहरूसँग फ्यामिलियर भयो भने होला विदेशको सिस्टमसँग धेरै फ्यामिलियर भयो भने होला नि त आयो आई वाज अलवेज फेसिनेटेड बाई द सिस्टम्स बाई द रुल्स एन्ड रेगुलेसन्स बाई द ट्राफिक नियमहरू हुन्छ नि तपाईँ डन्ट जज बुक बाई इट्स कभर भन्नुहुन्छ मैले सुरुमै भन्थेँ नि विदेशको कभर हेरेर तपाईँ किन जज गरिरहनु भएको विदेशलाई भन्ने कुरा हो मानिसहरूको मानिसहरूकै हो फन्डामेन्टल कुरा भनेको हेबिट हो कि यदि उसको हेबिट राम्रो छ डिसिप्लिन राम्रो छ भने बल्ल हि क्यान बी अ सक्सेसफुल पर्सन इन हिज अर लाइफ क्या त्यही भएर तपाईँ अनसक्सेसफुल हुनुभयो जस्तो कुरा बुझ्नु होइन त्यही भएर तपाईँले एटमिक हेबिट्स बाई जेम्स क्लियर भन्ने बुक पढ्नुभएको छ पढेको छु त्यसको मेन सन्देश के हो हामीले राम्रो हेबिट बनाउनुपर्छ त्यस्तो होइन नि त्यस्तै हो तपाईँले भन्नु एटमिक हेबिट्स भनेको के हो एटमिक भनेको वान अफ द स्मलेस्ट पार्टिकल हो नि त होइन त्यो भनेको चाहिँ विभिन्न स्मल हेबिट्सहरू मिलेर चाहिँ हामीलाई चाहिँ एउटा सक्सेसफुल पर्सनको रूपमा चाहिँ इस्टाब्लिस गर्न हेल्प गर्छ भन्ने कुरा बुझाउँछ कि त्यही भएर हाम्रो यो जुन इन्भाइरोमेन्ट छ नेपालीको नि त्यहाँ चाहिँ हेबिट छैन कि मान्छेहरूमा मान्छेको रुल्स एन्ड रेगुलेसन राम्रो छैन त्यही भएर चाहिँ हाम्रो तिथर भित्र भएको हाम्रो इकोनोमी पनि नेपालको तिथर भित्र भएको यही कारणले हो कि रुल्स एन्ड रेगुलेसन पोलिसी राम्रो तपाईँ मलाई किन भड्काउँदै हुनुहुन्छ भन्ने कुरा अनि मेन कुरा चाहिँ हाम्रो पोडकास्ट तपाईँको नेपालको बारेमा हो यो पोडकास्ट अनि मेन कुरा चाहिँ नेपालको यो तारा कति अनम्यानेज छ हेर्दै नेपाल छोडेर गइदिउँ जस्तो लाग्छ मलाई ल तपाईँको क्वेसन भन्नुहोस् क्वेसनै भन्ने हो फेरि तपाईँ एउटा प्रश्न सोधेपछि त 10वटा प्रश्नको आन्सर दिनुहुन्छ एउटा एन्सरको तपाईँको यदि तपाईँले भनेको एन्सरलाई होइन आफूले राम्रोसँग एक्सप्लेन गर्न सक्नुहुँदैन तपाईँले त्यो राम्रोसँग त्यो टपिकमा राम्रोसँग कुरा बुझ्नु हुँदै छैन हजुर एकदम ल अब हेरौँ है त ल तपाईँको चाहिँ आफ्नो आवेदन चाहिँ असफल हुनुको मुख्य कारण तपाईँलाई के लाग्छ त्यही मेन प्रब्लम यही छ नि त आशिक सर हजुर हाम्रो तपाईँ धेरै यसरी धेरै त बोल्नु भएको थिएन त्यस्तो हुँदैन आशिक सर त्यहाँको इन्भाइरोमेन्ट छुट्टै हुन्छ हजुर तपाईँ कहाँसम्म भनिदिन्छु भने जब हाम्रो त्यो अमेरिकन एम्बेसीको साइडमा जुन रोड हुन्छ नि त्यहाँ 3 लेयर अफ कालोपत्री गरिएको हुन्छ कि 3 लेयर गरियो अब त्यो देखावटी भन्न सक्नु न तपाईँ त्यसै पनि म नेपाल छोडेर जान लागेको थिएँ एम्बेसी अगाडि किन घर बनाउनु देखाउनको लागि मात्रै 3 लेयर्स अफ पिच गरिएको थियो कि
अमेरिकाले देखाउन खोजेको ब्ल्याक टप 3 लेयर्स गर्न खोजेको थियो कि भनेको हाम्रो बाटो पनि चिल्लो हुन्छ न अमेरिकन एमबिसीको लागि मात्रै देखाउनको लागि त्यस्तो गरेको थियो। जब म चाहिँ अब के कारणले होला भनेर अब तपाईँको अस्ट्रेलिया रिजेक्ट भयो मानौँ त्यहाँ चाहिँ भनिदिएको हुन्छ बिकज यो डकुमेन्ट्स वेयर नट सफिसियन्ट अर वी वेयर नट सेटिस्फाइड बाई यर के अरे बाई यर डकुमेन्ट्स भन्छ होइन। तर युएसए भनेको हेर्छ यताउति के गर्छ ल थ्याङ्क यू फर रिजेक्सन बेटर लक नेक्स्ट टाइम द्याट वाज द सेम केस फर मी। होइन ड्यानियल एचुट भएकोलाई चाहिँ ग्रिन स्लिप दिन्छ, हजुर रिजेक्ट भएको चाहिँ येलो स्लिप दिन्छ, मेरो त्यहीँ छ। Why mitochondria is called powerhouse of cell? Mitochondria is powerhouse cell because cell is the structural functional unit of life. बुझ्नुभयो आशिक सर तपाईँ? यसको नि गलत जवाब दिनुहुन्छ होइन नि आशिक सर। तपाईँको कन्फिडेन्स हेर्दा चाहिँ तपाईँको सही उत्तर दिनुहुन्छ जस्तो लाग्छ। माइटोकोन्ड्रिया भन्नु भन्नुहोस् न तपाईँहरूले के भनेको बेसिक फङ्सन फन्डामेन्टल्स आशिक सर फन्डामेन्टल्स। तपाईँलाई कस्तो लाग्यो अहिले बिचमा मैले माइटोकोन्ड्रियाको क्वेसनहरू उठाउँदाखेरि? रमाइलो लाग्यो आशिक सर। यो भनेको लाइफमा सरप्राइज इलिमेन्ट हुनुपर्छ भनेपछि तपाईँलाई डिजिटल लोजिकको एउटा प्रश्न सोध्न चाहन्छु म। हजुर तपाईँको चाहिँ त्यसमा हामीले टुज कम्प्लिमेन्ट गर्दाखेरि किन हाम्रो सब्ट्र्याक्सन हुन्छ भन्ने कुरामा तपाईँ टुज कम्प्लिमेन्ट गर्न नजानुहोस् न किनभने चाहिँ हाम्रो कम्प्युटर ल्याङ्ग्वेज भनेको 0 and 1 मात्रै बेस्ट हुन्छ। हजुर पछि यो कम्प्लिमेन्ट सब्मिट भने चाहिँ पछि ल्याएको कि चार्ज लगेपछि त फादर कम्प्युटर साइन्स मन पऱ्यो। थ्याङ्क यू। एउटा भयो नि सही जवाब दिनु। हजुर तपाईँ आफ्नो रिजेक्सन पाएपछि तपाईँले कस्तो कस्तो फिल भयो? तपाईँलाई एकदम रमाइलो फिल भयो कि कस्तो फिल भयो? आशिक सर तपाईँले ट्रुली भन्दाखेरि चाहिँ हजुर एकदम द्याट वाज वान अफ द मोस्ट स्याडेस्ट थिङ इन माई लाइफ। अहिले म 19 इयर्सको भएँ। हजुर द्याट वाज द मोस्ट पेनफुल थिङ इन माई लाइफ। ओके त्यत्रो वर्ष महिनाबाट यु understand that? यु बिन प्रिपेरिङ फर द्याट होइन? या इट वाज अराउन्ड 6 months. यस यु ड्रिमिङ अफ Yeah, I Going was to Los training, Angeles I was watching lots of videos, not Los Angeles. My main aim was to study psychology in some universities in USA. So after that goal of mine was rejected, Yes. I was just devastated. Yes. I could not think properly straight. Okay. And after having some entertainment and after returning from Karamda after that interview, I hold myself strong. Okay. And after 2 to 3 weeks, I was kind of normal and started preparing for my IIB or something. And now my aim is to preparing for the entrance exam and do something in Nepal here. That's pretty fine now. How do you feel now? What can I say to you, sister? I feel fine. Okay, you feel fine now. Yeah. That's good. Like, do you think like the decision that you made, like for going to USA, was it right for you, or like what would you do like if you had time machine again? Then would you make the same decision? Or? I would like to address this question of yours. Are we interviewing in English now? Okay, let's interview. Okay, then firstly, my main primary goal was to study in the United States of America. Okay. And I was fully committed to that. I was prepared all the documents. My scores were also pretty good. And after applying, I got rejected, right? Okay. And I had no dissatisfaction that I am applying for USA, what I will do there. There was no that kind of thing for me. But recently, when the Trump administration they took over the government of the United States of America, I think God was preparing me for something better in Nepal. I think so. Okay. Because he was also not giving working hours to the students. Recently, the Harvard students are also expelled from the Harvard University, foreign students I mean. So I think it was pretty good. I think I have no regrets. Okay. I got rejected there and I am planning to study there now. You had experience like. Yeah, it was a pretty bad experience. Okay. What does that experience like teach you? Oh, as you say, it taught a lot of my life and what I will do in the coming future. Okay. Because many people say failure is the key to success, but I don't agree with that. Correcting the mistakes and getting myself better one step ahead, I think that's what makes a successful person in life. And I think I am committed to that. I do meditation now. I read a lot of books now. Blue books. Sorry, my tongue slipped. Okay. I mean to say that I read a lot of books. And I also do meditation. Okay, that's pretty fine now. And also, to be honest, I also read some religious books, but I don't know if I believe in the religion or not, because I don't believe in all those gods, but the Vedas and Purans that are written by our human beings that are pretty good. They tell lots about our life, Yes. and I think they are pretty good. And I have read some. Right. of those books. Are you planning to reapply for the lesson? For now, no, Ashik. No.
Okay, like the path you chose, was that right? Of course, 100% Asik. Like the path you are going to follow next, is No. that going to be right? Now, in that context, I think I believe in a destiny, Yes. and people say I will get what is written in my not dentistry. People say that people get what they have in their destiny, but I'm one of those persons that believe I am the one that write my destiny. So yeah, I will progress day by day, and I hope I'll be a very good individual for the environment and society, and I can achieve a successful life. And yeah, Okay. I am Kujan, best of positive luck towards for my future. Okay, best of luck. Nice talking to you. Yeah, Thanks. thanks, man.